लासो फ्यापुला जयमसी। म तामाङ क्रिस्चियन परिवार फेसबुक पेजको एडमिन तथा फाउन्डर र हजुरहरूलाई हामीको यस पेज र युट्युब च्यानलमा स्वागत छ। र आज म चाहिँ तपाईँहरूको माझमा केही सूचना लिएर आएको छु र यो सूचना चाहिँ हामीको तामाङ भजन र हामीको तामाङ बाइबलको बारेमा रहेको छ। र आज भिडियो बनाउनुको मेन उद्देश्य भनेको चाहिँ हामीलाई धेरैजना व्यक्तिहरू हामीहरूलाई विभिन्न देशबाट र विभिन्न ठाउँबाट नेपालदेखि भुटानदेखि अमेरिकादेखि लगायत विभिन्न देशहरूबाट हामीलाई चाहिँ यो बाइबल कसरी पाउन सकिन्छ अनि यो भजन कसरी पाउन सकिन्छ भनेर उहाँहरूले हामीलाई मेसेज गर्नुभएको थियो। र त्यही भएको कारणले आज म तपाईँहरूलाई हामीको तामाङ भजन कसरी पाउने र बाइबल कसरी पाउने भन्ने म तपाईँहरूलाई छोटो भिडियो लिएर उपस्थित भएको छु। र हामीहरूको यो तामाङ बाइबलको कुरा गर्नु पर्दाखेरि हामीको तामाङ बाइबल चाहिँ अहिले नयाँ करारमा चाहिँ पुरै हामीको आइसकेको छ र पुरानो करारको अनुवादक टिमहरूले उहाँहरूले हामीको पुरानो करारको लागि काम गर्दै हुनुहुन्छ। र यदि तपाईँहरूले तामाङ बाइबल नयाँ करारमा चाहनुभएको छ अथवा लिन चाहनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई स्क्रिनमा आएको नम्बरमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। ETLT इस्टर्न तामाङ ल्याङ्ग्वेज टिम, पूर्वी तामाङ भाषा समूह, उहाँहरूले चाहिँ विशेष गरी तामाङ भाषामा गीत भजनहरू म्युजिक भिडियोहरू लिएर पूर्वी तामाङ भाषामा चाहिँ उहाँहरूले पूर्वी तामाङ भाषामा बाइबल अनुवाद गर्दै हुनुहुन्छ। र उहाँहरूको टिमले गर्दा नै आज पूर्वी तामाङ भाषामा तामाङ बाइबल उपलब्ध भएको छ र तामाङ भजनहरू पनि उपलब्ध भएको छ। र आज म तपाईँहरूलाई चाहिँ अनलाइन थ्रुबाट अनलाइन एप्सबाट पनि तपाईँले तामाङ बाइबल पाउन सक्नुहुन्छ, जसमा चाहिँ हामीले तामाङ अडियो पनि त्यसबाट हामीले सुन्न सकिन्छ र बाइबल पनि पढ्न सक्छौँ। र यसको लागि चाहिँ म तपाईँहरूलाई स्क्रिन रेकर्डमा तपाईँहरूलाई सेयर गर्न चाहन्छु। तामाङ बाइबल हामीले अनलाइन थ्रुबाट कसरी युज गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले यसको लागि चाहिँ हामीले प्ले स्टोरमा जानुपर्ने हुन्छ। पहिला सुरुमा हामीले प्ले स्टोरमा चाहिँ हामीले होली बाइबल एप्स भन्ने हामीले सर्च गरेर हामीले होली बाइबललाई डाउनलोड गरेर हामीले ओपन गर्नुपर्ने हुन्छ। अनि तपाईँले त्यो ओपन गर्नु भइसकेपछि चाहिँ तपाईँले यस्तो वाल आउँछ र हामीले रिड भन्ने ठाउँमा पहिला सुरुमा तपाईँले अब नेपाली इङ्ग्लिस जे गर्नुहुन्छ, पहिला अब इक्जाम्पलको लागि नेपाली नै छ, नेपाली नै भएको खण्डमा चाहिँ हामीले यसको लागि के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले ल्याङ्ग्वेज चेन्ज गर्नुपर्ने हुन्छ। ल्याङ्ग्वेजमा गएर हामीले सर्च गर्नुपर्ने हुन्छ इस्टर्न तामाङ ल्याङ्ग्वेज टिम, इस्टर्न तामाङ ल्याङ्ग्वेज भनेर गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तामाङ आउँछ, अनि त्यसलाई हामीले अब डाउनलोड पनि गर्न सकिन्छ। अब हामीले यसलाई चुज गर्नुपर्ने हुन्छ। अनि त्यसपछि हामीले यहाँनिर तामाङ बाइबल हामीले नयाँ करार हामीले पढ्न पाउन सक्छ। र त्यसपछि हामीले यहाँनिर अडियो बाइबल पनि यसमै छ र हामीले यदि प्ले गरे पनि अडियो बाइबल तामाङमा बज्छ। र यदि तपाईँहरूलाई चाहिँ आफैले आएर अथवा हामीको अफिसमा आएर चाहिँ यदि तपाईँहरू तामाङ बाइबल तामाङ भजनहरू लिन चाहनुहुन्छ भने तपाईँहरूले यो नम्बरमा अथवा हामीको ETLTमा सम्पर्क गर्न सक्नुहुन्छ र त्यहाँको टिमहरूले तपाईँहरूलाई बाइबल तथा गीतको भजनहरू उपलब्ध गराउनुहुन्छ। र यदि तपाईँ हामीको अफिसमा आउन नसकेको खण्डमा तपाईँहरूलाई चाहिँ हामीले यो सङ्ग्स बुक चाहिँ हामीले PDF फाइल मार्फत हामी पठाउने गर्छौँ। र यदि तपाईँले हामीहरूलाई हामीको पेजमा तपाईँको इमेल छोड्नुभयो भने हामी तपाईँलाई हामीको PDF फाइल, हामीको सङ बुकको PDF फाइल हामी तपाईँलाई पठाउनेछौँ। र यदि कसैले तपाईँहरूले हामीको गीतहरू कसरी गाउने हो, कसरी हामीले गिटारमा बजाउने हो भनेर सिक्न चाहनुहुन्छ भने पनि हामीहरू तपाईँलाई कर्ड पनि हामी बताउनेछौँ। र हामीको 5-6वटा गीतको चाहिँ हामीले लिरिक्स सँगसँगै हामीले गिटार कर्ड पनि हामीले राखेको छौँ र हाम्रो युट्युब च्यानलमा नि हेर्न सक्नुहुनेछ तपाईँहरूले। र हामीको गीतहरू सिक्न पनि सक्नुहुन्छ र यसद्वारा परमेश्वरलाई महिमा तपाईँले दिन सक्नुहुन्छ। हुन्छ, तपाईँलाई धन्यवाद। सम्पूर्ण विश्वासीजनहरूमा र विभिन्न ठाउँबाट हामीको तामाङ क्रिस्चियन परिवार पेजलाई, युट्युब च्यानललाई मन पराउनु भएको छ, हामीको सङ्गति मन पराउनु भएको छ र आशा गर्दछु आउने दिनहरूमा तपाईँले हामीलाई अझै पनि सहायता गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, हामीलाई प्रार्थनामा सम्झिनुहुन्छ भन्ने म आशा गर्दछु। हस्त जय मसी, लासो फ्यापुला।